स्वागत छ यो भिडियोमा। यो भिडियोमा हामी बुझ्नेछौँ नेपाल राष्ट्र बैंक डाइरेक्टिभ्स नम्बर 5 जोखिम व्यवस्थापन सम्बन्धमा अर्थात् रिस्क म्यानेजमेन्ट अरेन्जमेन्ट्स। जोखिम व्यवस्थापन सम्बन्धी व्यवस्था। यस बैंकबाट क, ख र ग वर्गको इजाजत पत्र प्राप्त संस्थाको कारोबारमा निहित कर्जा, सञ्चालन, तरलता, बजार, ब्याज दर तथा विदेशी विनिमय लगायतका जोखिम व्यवस्थापनका सम्बन्धमा नेपाल राष्ट्र बैंक ऐन 2058 को दफा 79 ले दिएको अधिकार प्रयोग गरी यो निर्देशन जारी गरिएको छ। 1. जोखिम व्यवस्थापन। संस्थाले सामना गर्नुपर्ने जोखिमको पहिचान, मापन, अनुगमन, व्यवस्थापन, नियन्त्रण र रिपोर्टिङका लागि सुदृढ जोखिम व्यवस्थापन संरचना तयार गरी कार्यान्वयनमा ल्याउनुपर्नेछ। प्रभावकारी जोखिम व्यवस्थापनका लागि संस्थाको सम्पूर्ण क्षेत्र समेट्ने गरी पूर्ण एवं एकीकृत पद्धति अनुसरण गर्नुपर्नेछ। संस्थागत सुशासन र सुदृढ जोखिम व्यवस्थापन बीच प्रभावकारी सम्बन्ध स्थापित हुने गरी जोखिम व्यवस्थापनप्रति संस्थाले पूर्ण प्रतिबद्धता व्यक्त गर्नुपर्नेछ। 2. जोखिम व्यवस्थापन कार्यक्रम रिस्क म्यानेजमेन्ट प्रोग्राम। 1. संस्थाले कम्तीमा देहाय बमोजिमका विषयहरू समेट्ने गरी जोखिम व्यवस्थापन संरचना कायम गर्नुपर्नेछ। क. सञ्चालक समिति र उच्च व्यवस्थापनबाट सक्रिय निगरानी ओभरसाइट। ख. नीति एवं प्रक्रियागत विषयको पर्याप्तता। ग. प्रभावकारी जोखिम व्यवस्थापन कार्य रिस्क म्यानेजमेन्ट फंक्सन। घ. उपयुक्त व्यवस्थापन सूचना प्रणाली। र ङ. प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली एवं सीमा लिमिट। 2. संस्थाको सञ्चालक समितिले संस्थाले वहन गर्न चाहेको जोखिम रिस्क एपेटाइट र संस्थालाई ग्राह्य हुने सीमा टलरेन्स लिमिट पहिचान गरी जोखिम रणनीति तय गर्नुपर्नेछ। संस्थाको समग्र जोखिम व्यवस्थापनका लागि सञ्चालक समिति उत्तरदायी हुनुपर्नेछ। 3. बैंक तथा वित्तीय संस्थामा अन्तर्निहित खास महत्त्वका मूलभूत जोखिम मटेरियल रिस्क्स को सामना गर्ने नीति तथा कार्यविधि संस्थाको सञ्चालक समितिबाट स्वीकृत हुनुपर्नेछ र त्यस्ता नीति तथा कार्यविधि कम्तीमा पनि वर्षको एकपटक पुनरावलोकन गर्ने तथा आवश्यक देखिएमा अध्यावधिक समेत गर्नुपर्नेछ। त्यसैगरी संस्थाको जोखिम व्यवस्थापन सम्बन्धित नीति, कार्यविधि र प्रक्रियाको कार्यान्वयन गर्नु उच्च व्यवस्थापनको कर्तव्य हुनेछ। संस्थाको सञ्चालक समिति र उच्च व्यवस्थापनले जोखिम सम्बन्धी प्रतिवेदन कम्तीमा त्रैमासमा एकपटक र आवश्यकता अनुसार जुनसुकै समयमा अध्ययन तथा छलफल गर्नुपर्नेछ। 4. संस्थामा प्रमुख जोखिम अधिकृत चीफ रिस्क अफिसर CRO वा यस्तै समान पद अन्तर्गत रहने गरी स्वतन्त्र जोखिम व्यवस्थापन कार्यको व्यवस्था गर्नुपर्नेछ। संस्थाको आकार एवं कारोबारको विशेषतासँग तादात्म्य हुने गरी आवश्यकतानुसार प्रत्येक जोखिम व्यवस्थापनका लागि छुट्टा-छुट्टै वा समूहगत इकाइ महाशाखाको व्यवस्था गर्न सकिनेछ। जोखिम व्यवस्थापन कार्यले कम्तीमा देहायका विषयहरू समेट्नुपर्नेछ। क. जोखिम सम्बन्धी नीति तथा कार्यविधिको तर्जुमा तथा अध्यावधिक गर्ने सम्बन्धी प्रक्रियाको व्यवस्थापन गर्ने। ख. संस्थाको सबै कार्यगत इकाइहरूको मूलभूत जोखिमको नियमित अनुगमन गर्ने र जोखिमबारे निर्णयकर्ताहरूलाई समय-समयमा सजग गराउने। ग. जोखिम सम्बन्धी प्रतिवेदन तयार गर्ने र सो प्रतिवेदन जोखिम व्यवस्थापन समिति र सञ्चालक समितिमा पेश गर्ने। घ. जोखिम व्यवस्थापन कार्यका सबै पक्षहरूको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्याउने। संस्थाको आकार, प्रकृति एवं कार्यसँग तादात्म्य हुने गरी प्रमुख जोखिम अधिकृतको काम, कर्तव्य र अधिकार उल्लेख गर्नुपर्नेछ। प्रमुख जोखिम अधिकृतले सोझै सञ्चालक समिति स्तरीय जोखिम व्यवस्थापन समितिमा आवधिक रूपमा रिपोर्टिङ गर्नुपर्नेछ। व्यावसायिक कार्य र जोखिम व्यवस्थापन कार्यलाई कुनै किसिमको स्वार्थ, कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नबाझिने गरी अलग्याउनु पर्नेछ। तर जोखिम व्यवस्थापनलाई जोखिम व्यवस्थापन विभाग इकाइको मात्र जिम्मेवारीको रूपमा लिनु हुँदैन। जोखिम व्यवस्थापनका लागि व्यावसायिक कार्य मेन बिजनेस फंक्सन पहिलो सुरक्षा घेरा फर्स्ट लाइन अफ डिफेन्सको रूपमा रहन आवश्यक छ। संस्थाका प्रत्येक कर्मचारी जोखिम व्यवस्थापनका लागि आआफ्नो जिम्मेवारीप्रति सजग हुने गरी जोखिम संस्कृति रिस्क कल्चरको विकास गर्नुपर्नेछ। जोखिम रणनीति अनुसार जोखिमलाई संस्थाले वहन गर्न चाहेको जोखिम रिस्क एपेटाइट तथा ग्राह्य हुने सीमा टलरेन्स लिमिटभित्र रहने गरी संस्थाभित्र सबल आन्तरिक नियन्त्रण प्रणाली इन्टर्नल कन्ट्रोल सिस्टम कायम गर्नुपर्नेछ। आन्तरिक नियन्त्रण प्रणालीको सबलता र पर्याप्तता सुनिश्चित हुने गरी संस्थाको प्रभावकारी लेखा परीक्षण गराउन सञ्चालक समिति, जोखिम व्यवस्थापन समिति प्रतिबद्ध हुनुपर्नेछ। संस्थाले सबै प्रकारका मूलभूत जोखिमहरू
अल मटेरियल रिस्क्सको व्यवस्थापनका लागि कार्यान्वयनमा रहेका नीति, प्रक्रिया एवं प्रमुख जोखिम अधिकृतको कार्यादेश, जोखिम सुशासन संरचना, रिस्क गभर्नेन्स स्ट्रक्चर लगायतका विषय समेटी वार्षिक प्रतिवेदन तयार गरी आर्थिक वर्ष समाप्त भएको 1 महिनाभित्र सम्बन्धित सुपरिवेक्षण विभागमा पेश गर्नुपर्नेछ। 3. जोखिम वर्गीकरण। प्रभावकारी जोखिम व्यवस्थापनका लागि संस्थाले देहाय बमोजिम जोखिमको वर्गीकरण गर्नुपर्नेछ। क. कर्जा जोखिम, क्रेडिट रिस्क। ख. सञ्चालन जोखिम, अपरेशनल रिस्क। ग. तरलता जोखिम, लिक्विडिटी रिस्क। घ. बजार जोखिम, मार्केट रिस्क। ङ. ब्याज दर जोखिम, इन्ट्रेस्ट रेट रिस्क। च. विदेशी विनिमय जोखिम, फरेन एक्सचेन्ज रिस्क। छ. अन्य जोखिम, अदर रिस्क। 4. कर्जा जोखिम व्यवस्थापन गर्ने सम्बन्धी व्यवस्था। 1. यस बैंकबाट जारी गरिएको कर्जा सापटको वर्गीकरण र कर्जा नोक्सानी सम्बन्धी व्यवस्था, एकीकृत निर्देशन नम्बर 2 र एकल ग्राहक तथा क्षेत्रगत कर्जा सापट र सुविधाको सीमा निर्धारण सम्बन्धी व्यवस्था, एकीकृत निर्देशन नम्बर 3 तथा लगानी सम्बन्धी व्यवस्था, एकीकृत निर्देशन नम्बर 8 लाई नै कर्जा तथा लगानी सम्बन्धी जोखिम न्यूनीकरण गर्ने आधारको रूपमा लिनुपर्नेछ। 2. कर्जा जोखिमको पहिचान, मापन, अनुगमन र नियन्त्रण गर्न सक्षम हुने गरी संस्थाले उपयुक्त नीति तथा कार्यविधि अवलम्बन गरेको हुनुपर्नेछ। 3. कर्जा सम्बन्धी समग्र अख्तियारी संरचना स्वीकृत गर्ने जिम्मेवारी सम्बन्धित संस्थाको सञ्चालक समितिको हुनेछ। संस्थाको आकार एवं कारोबारको विशेषताका आधारमा उच्च व्यवस्थापनलाई प्रत्यायोजित कर्जा अख्तियारी स्पष्ट हुनुपर्नेछ। 4. संस्थाले कर्जा सम्बन्धी कार्यहरू, बिजनेस सोलिसिटेसन, कर्जा मूल्याङ्कन, कर्जा स्वीकृति, कर्जा प्रवाह तथा ऋणीसँगको सम्बन्ध व्यवस्थापन जस्ता कार्यहरू छुट्टा छुट्टै हुने गरी व्यवस्थित गरेको हुनुपर्नेछ। 5. संस्थाले नयाँ कर्जा प्रवाह गर्दा, कर्जा नवीकरण गर्दा वा विद्यमान कर्जा सुविधा थप गर्दा कर्जा विश्लेषण सम्बन्धी मूल्याङ्कनका पर्याप्त आधारहरू तयार गरेको हुनुपर्नेछ। जुन प्रयोजन वा उद्देश्यका लागि कर्जा प्रवाह भएको हो, सोही उद्देश्य वा प्रयोजनमै कर्जा उपयोग हुनेमा तथा भइरहेको सम्बन्धमा सम्बन्धित संस्थाले पर्याप्त आधारहरूको विश्लेषण गरी यकिन गरेको हुनुपर्नेछ। 6. क वर्गका वाणिज्य बैंक तथा ख वर्गका राष्ट्रिय स्तरका विकास बैंकको हकमा कर्जा प्रस्ताव मूल्याङ्कन प्रयोजनार्थ कर्जा जोखिम मूल्याङ्कन प्रणाली, क्रेडिट रिस्क रेटिङ सिस्टम को विकास सम्बन्धित संस्थाले स्वयंले गरेको हुनुपर्नेछ। त्यस्तो प्रणालीले ग्राहक र व्यवसायको साख एवं विश्वसनीयतालाई प्रभावकारी ढङ्गले समेटेको हुनुपर्नेछ। त्यस्तो मूल्याङ्कनलाई ऋणीको ड्यू डिलिजेन्सको आधारको रूपमा लिनुपर्नेछ। संस्थाले यस्तो मूल्याङ्कन प्रणाली तयार गर्दा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरूलाई अनुसरण गर्न सक्नेछ। 7. कर्जा सम्बन्धी कागजात, कर्जा भुक्तानीको अनुगमन, कर्जा फाइल एवं सुरक्षा सम्बन्धी कागजातहरूको अभिलेख तथा व्यक्तिगत सूचनाको अध्यावधिक अभिलेख कायम गर्ने प्रयोजनका लागि संस्थाले उचित प्रकारको कर्जा प्रशासन सम्बन्धी कार्य, क्रेडिट एडमिनिस्ट्रेसन फङ्सन अवलम्बन गर्नुपर्नेछ। 8. सम्पूर्ण कर्जाहरूको एकल तथा क्षेत्रगत रूपमा आवधिक पुनरावलोकन हुने व्यवस्था गर्नुपर्नेछ। त्यस्तो पुनरावलोकनलाई ग्राहकसँगको सम्बन्ध व्यवस्थापनको रणनीति तर्जुमा गर्ने आधारको रूपमा लिनुपर्नेछ। 9. संस्थाको सञ्चालक समितिले तयार गरेको वहन गर्न चाहेको जोखिम, रिस्क एपेटाइट तथा ग्राह्य हुने सीमा, टोलेरेन्स लिमिट एवं नियमन सम्बन्धी व्यवस्थाहरूलाई समेतलाई दृष्टिगत गरी संस्थाले आफै कर्जा सीमाहरू जस्तै क्षेत्रगत, उद्देश्यगत, निष्क्रिय कर्जा सीमा आदि निर्धारण गर्न समेत प्रेरित गरिएको छ। 10. संस्थासँग निष्क्रिय कर्जाको यथोचित व्यवस्थापनका लागि उचित नीति तथा प्रक्रिया कार्यान्वयनमा रहेको हुनुपर्नेछ। 11. सहवित्तीयकरण कर्जाको हकमा जोखिमको विश्लेषण गर्ने प्रमुख जिम्मेवारी अग्रणी बैंकको हुनेछ, तथापि सहभागी बैंकहरूले आआफ्नो ढङ्गबाट जोखिमको विश्लेषण गर्न सक्नेछन्। 12. इजाजत पत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूले युनिक डकुमेन्ट आइडेन्टिफिकेसन नम्बर UDIN उल्लेख भएको लेखा परीक्षण प्रतिवेदन मात्र स्वीकार गर्नुपर्नेछ। नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको वेबसाइटमा रहेको UDIN पोर्टलबाट पेश गरिएको विवरण यथार्थ रहेको यकिन गरिएको बेहोरा कर्जा फाइलमा स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ। 5. सञ्चालन जोखिम व्यवस्थापन गर्ने सम्बन्धी व्यवस्था। क. कार्यरत जनशक्ति, प्रक्रिया,
प्रणाली एवं बाह्य घटनाका कारण सिर्जित सञ्चालन जोखिम व्यवस्थापनका लागि उपयुक्त नीति तथा कार्यविधि कार्यान्वयन गर्नुपर्नेछ। लेखा, सूचना प्रविधि, जनशक्ति एवं नगद तथा ब्याङ्किङ कारोबार जस्ता सबै सञ्चालन इकाइहरूमा उत्पन्न हुन सक्ने जोखिमलाई यस्ता नीतिले समेट्नुपर्नेछ। ख. संस्थाले आफ्नो कारोबारसँग सम्बन्धित सञ्चालन जोखिमलाई व्यवस्थापन गर्न प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली तथा सूचना प्रणालीको विकास गर्नुपर्नेछ। आन्तरिक लेखा परीक्षकले प्रत्येक शाखा, विभाग, कार्यालयको लेखा परीक्षण प्रतिवेदनमा सञ्चालन जोखिमलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न अपनाइएका उपायहरूको पर्याप्तताका सम्बन्धमा समेत टिप्पणी प्रतिक्रिया समावेश गर्नुपर्नेछ। ग. जोखिम व्यवस्थापन कार्यबाट सञ्चालन सम्बन्धी जोखिमहरूको अनुगमन नियमित रूपमा हुने व्यवस्थासहित क्षतिको घटनाहरूबारे महत्त्वपूर्ण सूचनाहरू जस्तै घटनाको प्रकृति, गम्भीरता, यसबाट भएको वित्तीय क्षति आदि व्यवस्थित ढङ्गबाट रहने प्रणाली अवलम्बन गर्नुपर्नेछ। घ. उपयुक्त डिजास्टर रिकभरी तथा बिजनेस कन्टिन्युटी प्लान तयार गरी विभिन्न किसिमका प्रकोपहरूको बावजुद व्यवसाय निरन्तरताको सुनिश्चितता गर्नुपर्नेछ। यस्ता योजनाहरू वार्षिक रूपमा अभ्यास, ड्रिल गरी अध्यावधित गर्नुपर्नेछ। न. कुनै कर्मचारीप्रति अधिक निर्भरता, एउटै कर्मचारी लामो समय एउटै स्थानमा रहेर कार्य गर्ने तथा कर्मचारीबीच मिलेमतोका कारण उत्पन्न हुन सक्ने कर्मचारी सम्बन्धी जोखिम न्यूनीकरणका लागि कर्मचारी पदस्थापन एवं सरुवा लगायतका कार्य प्रभावकारी हुनुपर्नेछ। च. प्राकृतिक प्रकोप लगायतका घटनाहरूले वित्तीय प्रणालीको व्यावसायिक निरन्तरतामा पर्न सक्ने प्रतिकूल असरलाई न्यूनीकरण गर्न यस ब्याङ्कबाट इजाजत पत्र प्राप्त संस्थाहरूले कन्टिन्जेन्सी म्यानेजमेन्ट फ्रेमवर्क तयार गरी लागू गर्नुपर्नेछ। छ. सञ्चालन जोखिम कम गर्दै ग्राहकहरूलाई ब्याङ्किङ सेवा प्रयोगमा सुरक्षाको प्रत्याभूति दिलाउन ब्याङ्क तथा वित्तीय संस्थाहरूले चिप बेस्ड डेबिट, क्रेडिट, प्रिपेड आदि कार्डहरू मात्र जारी गर्नुपर्नेछ। 6. तरलता जोखिम व्यवस्थापन गर्ने सम्बन्धी व्यवस्था। 1. संस्थामा व्यावसायिक प्रकृति, आकार एवं कारोबारको विशेषताका आधारमा कार्यविधि तथा मार्गदर्शन सहितको उपयुक्त तरलता जोखिम व्यवस्थापन नीति कार्यान्वयन गर्नुपर्नेछ। 2. तरलता सम्बन्धी जोखिम न्यूनीकरण गर्न संस्थाले आफ्नो सम्पत्ति तथा दायित्वलाई भुक्तानी अवधि, म्याच्युरिटी पिरियडको आधारमा विभिन्न समय अन्तराल, टाइम इन्टरभलमा वर्गीकरण गर्नुपर्नेछ। यस प्रयोजनको निमित्त संलग्न निर्देशन फारम नम्बर 5.1 बमोजिमको तरलता विवरण लिक्विडिटी प्रोफाइल त्रैमासिक रूपमा तयार गरी त्रैमास असोज, पुस, चैत र असार मसान्त समाप्त भएको 15 दिनभित्र यस ब्याङ्कको सम्बन्धित सुपरिवेक्षण विभागमा पठाउनुपर्नेछ। 3. संस्थाले सम्पत्ति तथा दायित्वको भुक्तानी अवधिको आधारमा निम्नानुसार समय अन्तरालको वर्गीकरण गर्नुपर्नेछ। क. 90 दिनसम्मको भुक्तानी अवधि भएका सम्पत्ति तथा दायित्व। ख. 90 दिनभन्दा बढी 180 दिनसम्मको भुक्तानी अवधि भएका सम्पत्ति तथा दायित्व। ग. 180 दिनभन्दा बढी 270 दिनसम्मको भुक्तानी अवधि भएका सम्पत्ति तथा दायित्व। घ. 270 दिनभन्दा बढी 1 वर्षसम्मको भुक्तानी अवधि भएका सम्पत्ति तथा दायित्व। म. 1 वर्षभन्दा बढी भुक्तानी अवधि भएका सम्पत्ति तथा दायित्व। 4. निश्चित भुक्तानी अवधि भएका सम्पत्ति तथा दायित्वलाई उपबुन्दा 3 बमोजिमको समय अन्तरालमा समावेश गर्नुपर्नेछ। 5. संस्थाको निश्चित भुक्तानी अवधि नभएका चल्ती तथा बचत निक्षेप जस्ता दायित्वमध्ये प्राथमिक निक्षेपको रूपमा रहेका र न्यूनतम कायम गर्नुपर्ने मौजदातको अंशसम्मको रकम 1 वर्षभन्दा बढी अवधिको समय अन्तरालभित्र समावेश गर्नुपर्नेछ। चल्ती तथा बचत निक्षेपको उक्त अंशको यथार्थ अनुमान संस्था स्वयंले गर्नुपर्नेछ। सामान्यतः स्थायी रूपमा रहिरहने चल्ती निक्षेपको अंशलाई प्राथमिक निक्षेपको रूपमा लिनुपर्नेछ। 6. ब्याङ्क तथा वित्तीय संस्थाहरूले कायम गर्नुपर्ने कर्जा निक्षेप अनुपात क्रेडिट डिपोजिट रेसियो सीडी रेसियोको अधिकतम सीमा 90% तोकिएको छ। स्पष्टीकरण। क. यस प्रयोजनका लागि पुँजीकोष र पुँजीकोषका अङ्गको रूपमा रहेका ऋणपत्र बाहेकका ऋणपत्र, 1 वर्ष वा सोभन्दा बढी अवधिको विदेशी मुद्रामा लिएको ऋण तथा यस ब्याङ्कबाट प्रदान गरिएको पुनर्कर्जा रकमलाई निक्षेपको रूपमा गणना गर्न सकिनेछ। ऋणपत्र पुँजीकोषको अङ्गको रूपमा रहने वा नरहने सम्बन्धमा इजाजत पत्र प्राप्त संस्थाले ऋणपत्र जारी गर्दैकै बखत तोक्नुपर्नेछ।
मिति 2078 5-14 पूर्व जारी भएका ऋणपत्रको हकमा इजाजतपत्र प्राप्त संस्थाले 2080 पुस मसान्तसम्म 100% र सो अवधि पश्चात 2081 असार मसान्तसम्म उक्त ऋणपत्रको 50% रकम निक्षेपको रूपमा समेत गणना गर्न सक्नेछन्। ख यस व्यवस्था अनुसार कर्जा निक्षेप अनुपात सीडी रेशियो तोकिएभन्दा बढी भएमा बैंक तथा वित्तीय संस्थाहरूले क्रमिक रूपमा घटाई 2079 असार मसान्तभित्र तोकिएको अनुपात कायम गरिसक्नुपर्नेछ। यसका लागि तोकिएको कर्जा निक्षेप अनुपात क्रेडिट डिपोजिट रेशियोको अनुपालनका लागि मासिक रूपमा अनुगमन हुने गरी निक्षेप परिचालन र कर्जा प्रवाहलाई व्यवस्थित गर्नुपर्नेछ। 2079 असार मसान्तसम्ममा यस अनुपातलाई निर्धारित सीमाभित्र कायम गर्न आवश्यक कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई यस बैंक समक्ष पेश गरी सोको कार्यान्वयन गर्नुपर्नेछ। ग कर्जा निक्षेप अनुपात सीडी रेशियो गणना गर्दा अन्तर्ब्याङ्क निक्षेपलाई समावेश गर्न पाइने छैन। यस प्रयोजनका लागि अन्तर्ब्याङ्क निक्षेप भन्नाले कुनै इजाजतपत्र प्राप्त संस्थाले अर्को इजाजतपत्र प्राप्त संस्थालाई दिएको कर्जा सापटी रकम सोही संस्थामा निक्षेपको रूपमा राखिएको रकमलाई जनाउनेछ। 7 कर्जा निक्षेप अनुपात सीडी रेशियोको अनुगमन तथा हर्जाना सम्बन्धी व्यवस्था। क कर्जा निक्षेप अनुपात सीडी रेशियोको अनुगमन दैनिक रूपमा गरिनेछ। ख मासिक औसत आधारमा त्यस्तो अनुपात नाघेमा सम्बन्धित सुपरिवेक्षण विभाग मार्फत प्रचलित बैंक दरको आधारमा हर्जाना लगाइनेछ। ग प्रत्येक महिनाको 1 गतेदेखि मसान्तसम्मका प्रत्येक कार्यदिनका आधारमा मासिक औसत अनुपात निर्धारण गरिनेछ। घ तोकिएको सीमा नाघेको हकमा देहाय बमोजिम हर्जाना लगाइनेछ। तर 2079 पुस 1बाट नेट लिक्विड एसेट्स टु टोटल डिपोजिट रेशियो 22% वा सोभन्दा बढी भएका बैंक तथा वित्तीय संस्थालाई यस्तो हर्जाना लगाइने छैन। प्रत्येक महिनाको मासिक औसत कर्जा बक्यौता रकम माइनस 90%ले कायम हुने मासिक औसत रकम इन्टु बैंक दर बाई 100 इन्टु 12/1। 8 संस्थामा तरलताको समग्र व्यवस्थापनका लागि सम्पत्ति दायित्व समिति एसेट्स लायबिलिटिज कमिटी ALCO जस्ता विशिष्ट संरचना कायम रहेको हुनुपर्नेछ। संस्थाको तरलता स्थितिको पुनरावलोकन गर्न यस्ता समितिको बैठक नियमित अन्तरालमा बस्नुपर्नेछ र तरलता जोखिम ग्राह्य सीमाभित्र रहने गरी आवश्यक उपायहरूको अवलम्बन गरिएको हुनुपर्नेछ। 9 संस्थाले तरलतामा चाप परेको समयमा आवश्यक कोष जुटाउन कन्टिन्जेन्सी फन्डिङ प्लान तर्जुमा गरेको हुनुपर्नेछ। 10 सञ्चालक समिति र उच्च व्यवस्थापनले तरलता तथा तरलता जोखिम सम्बन्धी प्रतिवेदन नियमित रूपमा अध्ययन तथा छलफल गर्नुपर्नेछ। सम्पत्ति दायित्व व्यवस्थापन समितिको बैठकका छलफलका विषयहरू र निर्णयहरू छलफलका लागि त्रैमासिक रूपमा सञ्चालक समिति समक्ष पेश गर्नुपर्नेछ। 11 संस्थालाई सञ्चालक समितिबाट स्वीकृत वहन गर्न चाहेको जोखिम रिस्क एपेटाइट तथा ग्राह्य हुने सीमा टलरेन्स लिमिट तथा नियामक निकायले तोकेका सीमा समेतलाई मध्यनजर गरी आफ्नो व्यवसायको आकार र प्रकृति अनुसार तरलता सीमाहरू जस्तै अनिवार्य नगद मौजदात, वैधानिक तरलता तथा कर्जा स्रोत परिचालन अनुपात जस्ता सीमा निर्धारण गर्न प्रेरित गरिएको छ। 7 बजार जोखिम व्यवस्थापन गर्ने सम्बन्धी व्यवस्था। 1 मूल्य एवं ब्याजदर जस्ता परिसूचकहरूमा आउने उतार चढावका कारण सृजना हुन सक्ने मूलभूत बजार जोखिमको व्यवस्थापनका लागि संस्थासँग आवश्यक नीति तथा कार्यविधि हुनुपर्नेछ। 2 कोष व्यवस्थापन ट्रेजरी म्यानेजमेन्ट सँग सम्बन्धित जोखिम अनुगमन, मापन एवं विश्लेषणका लागि क वर्गका वाणिज्य ब्याङ्कहरूले मिडिल अफिस स्थापना गर्नुपर्नेछ। यस्तो अफिस कोष व्यवस्थापन सम्बन्धी कार्य ट्रेजरी फंक्शन्सबाट स्वतन्त्र रहनुका साथै उक्त अफिसले जोखिम व्यवस्थापन विभाग इकाइलाई समेत रिपोर्टिङ गर्नुपर्नेछ। 8 ब्याजदर जोखिम व्यवस्थापन गर्ने सम्बन्धी व्यवस्था। 1 ब्याजदर सम्बन्धी उतार चढावबाट सिर्जना हुने जोखिमलाई उपयुक्त ढङ्गबाट सम्बोधन गर्न सक्ने गरी संस्थासँग उचित नीति तथा कार्यविधि हुनुपर्नेछ। 2 ब्याजदरबाट उत्पन्न हुने जोखिमलाई न्यूनीकरण गर्न देहाय बमोजिमका उपायहरू अवलम्बन गर्नुपर्नेछ। क ब्याजदरमा भएको परिवर्तनका कारण प्रभावित हुने सम्पत्तिहरू तथा दायित्वहरू इन्ट्रेस्ट सेन्सिटिभ एसेट्स एन्ड लायबिलिटिजलाई मात्र सम्पत्ति तथा दायित्वमा समावेश गर्नुपर्नेछ। ख सामान्यतः सम्पत्ति तथा दायित्वको भुक्तानी अवधि मिलान नहुने मेच्युरिटी मिसम्याच अवस्थाको अन्तर्विश्लेषण ग्याप एनालिसिस गर्दा नगद मौजदात,
क्याश ब्यालेन्स र ब्याज भुक्तानी दिनु नपर्ने नन इन्ट्रेस्ट बियरिङ अकाउन्ट खाताको रकम समावेश गर्न पाइने छैन। ग ब्याजदर जोखिमलाई व्यवस्थित तथा न्यूनीकरण गर्न संलग्न निर्देशन फारम नम्बर 5.2 बमोजिमको विवरण त्रैमासिक असोज, पुस, चैत र असार मसान्त रूपमा तयार गरी त्रैमास समाप्त भएको 15 दिनभित्र यस ब्याङ्कको सम्बन्धित सुपरिवेक्षण विभागमा पेश गर्नुपर्नेछ। 3 ब्याजदर जोखिमको अनुगमन गर्न लिनुपर्ने समय अन्तराल टाइम इन्टरभलको वर्गीकरण गर्दा नेपाल राष्ट्र ब्याङ्क निर्देशन फारम नम्बर 5.2 ब्याजदर सम्बन्धी जोखिम अनुगमन तालिका बमोजिम गर्नुपर्नेछ। 4 निश्चित भुक्तानी अवधि फिक्स्ड मेच्युरिटी पिरियड नभएका सम्पत्ति तथा दायित्वलाई देहाय बमोजिम समावेश गर्नुपर्नेछ। क निश्चित भुक्तानी अवधि नभएका सम्पत्तिहरू 1 आवधिक रूपमा ब्याजदर समायोजन हुने गरी प्रवाह गरिएको कर्जा फ्लोटिङ रेट लोन विथ इन्ट्रेस्ट एडजस्टेड पिरियडिकली लाई जुन अवधिमा ब्याजदर समायोजन गरिन्छ सोही समय अन्तरालभित्र समावेश गर्नुपर्नेछ। 2 कुनै ब्याजदर विशेष परिवर्तनसँग समायोजन हुने जस्तै ट्रेजरी बिलको ब्याजदर गरी प्रवाह गरिएको आवधिक कर्जालाई सबैभन्दा कम अवधिको समय अन्तरालभित्र समावेश गर्नुपर्नेछ। ख निश्चित भुक्तानी अवधि नभएका दायित्वहरू ब्याजदरमा भएको परिवर्तनका कारण प्रभावित हुने निश्चित भुक्तानी अवधि नभएका दायित्वहरू इन्ट्रेस्ट सेन्सिटिभ फ्लोटिङ रेट लायबिलिटिजलाई मात्र जुन अवधिमा ब्याजदर समायोजन गरिन्छ सोही समय अन्तरालभित्र समावेश गर्नुपर्नेछ। 5 अन्तर ग्याप मापन देहाय बमोजिम गर्नुपर्नेछ। क विभिन्न समय अन्तरालका कुल सम्पत्तिबाट कुल दायित्व घटाएर सो समय अन्तरालको सम्पत्ति तथा दायित्वको अन्तर ग्याप निर्धारण गर्नुपर्नेछ। उक्त अन्तर ग्याप धनात्मक पोजिटिभ अथवा ऋणात्मक नेगेटिभ दुवै हुन सक्छ। ख ब्याजदर जोखिम न्यूनीकरण गर्ने प्रयोजनका लागि प्रत्येक समय अन्तरालको सञ्चित अन्तर क्युम्युलेटिभ ग्याप समेत निर्धारण गर्नुपर्नेछ। सञ्चित अन्तर निर्धारण गर्दा जुन समय अन्तरालको सञ्चित अन्तर निर्धारण गर्नुपर्ने हो सो समय अन्तरालको अन्तरसहित सोभन्दा अघिका समय अन्तरालका अन्तरलाई समेत जोडेर राख्नुपर्नेछ। ग ब्याजदरमा हुन सक्ने सम्भावित परिवर्तनलाई अनुमान एस्टिमेट गर्नुपर्नेछ। सो प्रयोजनका लागि सामान्यतया 1% ब्याजदर परिवर्तनबाट पर्न जाने असरलाई हेर्न सकिनेछ। घ परिवर्तन हुने अनुमान गरिएको ब्याजदर उपखण्ड ग बमोजिम प्रत्येक समय अन्तरालको समयावधिसँग समायोजित हुने गरी निर्धारण गर्नुपर्नेछ। सो प्रयोजनका लागि ब्याजदरमा हुने समायोजित ब्याजदर परिवर्तन इन्ट्रेस्ट रेट चेन्ज आइआरसी लाई देहायको अनुपातले गुणन गर्नुपर्नेछ। समय अन्तरालमा रहेका दिन डिभाइडेड बाई 365 दिन। जस्तै 1% ब्याजदर परिवर्तन भएमा 90 दिनको समय अन्तराल हुँदा इन्ट्रेस्ट रेट चेन्ज आइआरसी इज इक्वल टु 90 डिभाइडेड बाई 365 इन्टु 0.01 इज इक्वल टु 0.0025। ङ ब्याजदरमा भएको परिवर्तनका कारण ब्याङ्कको नाफा नोक्सानीमा पर्न गएको असरलाई हेर्न विभिन्न समय अन्तरालको सञ्चित अन्तर क्युम्युलेटिभ ग्यापलाई उपखण्ड घ बमोजिम निर्धारण गरिएको ब्याजदरले गुणन गरी निर्धारण गर्नुपर्नेछ। 6 कुनै नयाँ ब्याङ्किङ सेवा न्यू प्रडक्टको अवधारणा तयार गर्दा ब्याजदरको उतार चढावका कारण संस्थाको वासलातमा यस्तो ब्याङ्किङ सेवाका कारण पर्न सक्ने असरको मूल्याङ्कन गर्नुपर्नेछ। ब्याजदर जोखिमलाई दृष्टिगत गरी संस्थाहरूलाई प्राइसिङ र रिप्राइसिङ लगायत प्रतिस्पर्धात्मक विश्लेषण कम्पिटिटिभ एनालिसिस सम्बन्धी विधि तथा रणनीतिहरू तर्जुमा गरी लागू गर्न प्रेरित गरिएको छ। 9 विदेशी विनिमय जोखिम व्यवस्थापन गर्ने सम्बन्धी व्यवस्था। 1 विदेशी विनिमय दरमा हुने उतार चढावबाट उत्पन्न जोखिमलाई व्यवस्थापन गर्न संस्थासँग उचित नीति तथा कार्यविधि हुनुपर्नेछ। विनिमय दरको उतार चढावबाट संस्थाको आय एवं पुँजीमा पर्न सक्ने सम्भावित जोखिमको सम्बन्धित संस्थाले मूल्याङ्कन गर्नुपर्नेछ। 2 3 विदेशी विनिमय दरमा आउने सम्भावित परिवर्तनबाट संस्थाको वित्तीय अवस्थामा पर्न सक्ने असरलाई अनुगमन गर्ने उद्देश्यले संलग्न निर्देशन फारम नम्बर 5.3 बमोजिमको विवरण मासिक रूपमा महिना बितेको 7 दिनभित्र यस ब्याङ्कको सम्बन्धित सुपरिवेक्षण विभागमा पठाउनुपर्नेछ।
संस्थाले विदेशी विनिमय दरमा आउने परिवर्तनबाट उत्पन्न हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न यस ब्याङ्कले जारी गरेको लेखा सम्बन्धी नीति तथा वित्तीय विवरणहरूको ढाँचा सम्बन्धी निर्देशन एकीकृत निर्देशन नम्बर 4 मा उल्लेख भए बमोजिमको सठही घटबड कोष कायम राख्नुपर्नेछ। 4. संस्थाले अल्पकालीन तथा दीर्घकालीन भुक्तानी अवधिका आधारमा विदेशी विनिमयलाई मुद्रागत रूपमा वर्गीकरण गरी दुवै अवधिको खुद अवस्था नेट पोजिसन देखाउनुपर्नेछ। स्पष्टीकरण: यस प्रयोजनका लागि अल्पकालीन अवधि भन्नाले 1 महिना वा सोभन्दा कम अवधि सम्झनुपर्छ। 5. संस्थाको विदेशी विनिमयको दैनिक खुद अवस्था अघिल्लो त्रैमासको प्राथमिक पुँजीको बढीमा 30% सम्म हुने गरी सीमा कायम गरिएको छ। खुद अवस्था उक्त सीमाभन्दा बढी हुन गएमा संस्था स्वयंले त्यस्तो अवस्थालाई सीमाभित्र ल्याउन प्रयास गर्नुपर्नेछ। 1 महिनाभित्र पनि संस्थाले खुद अवस्थालाई सीमाभित्र ल्याउन नसकेमा नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 बमोजिम कारबाही हुनेछ। खुद अवस्था गणना गर्दा परिवर्त्य विदेशी मुद्रा निक्षेप दायित्व, फरेन करेन्सी डिपोजिट लाइबिलिटी तथा अग्रिम विदेशी विनिमय खरिद बिक्री लगायत अन्य डेरिभेटिभ्सहरूको रकम समेतलाई समायोजन गर्नुपर्नेछ। 6. संस्थाले वासलातभित्र र बाहिरको कारोबारबाट सिर्जना हुन सक्ने विदेशी विनिमय सम्बन्धी जोखिमको यथोचित लेखाजोखा गर्दै सोको मूल्याङ्कन एवं व्यवस्थापन गर्न सम्बन्धित संस्था सक्षम हुनुपर्नेछ। 10. अन्य जोखिम व्यवस्थापन गर्ने सम्बन्धी व्यवस्था। माथि उल्लेख गरिएका बाहेकका अन्य जोखिम जस्तै रेप्युटेसन रिस्क, रणनीतिक जोखिम, स्ट्राटेजिक रिस्क, सम्पत्ति शुद्धिकरण अथवा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी जोखिम, AML-CFT रिस्क, लीगल रिस्क, वातावरण, सामाजिक तथा मौसम परिवर्तन जोखिम, इन्भाइरोन्मेन्ट, सोशल एन्ड क्लाइमेट चेन्ज रिस्क जस्ता जोखिमहरूको समेत पहिचान गर्नुपर्नेछ। संस्थाले यस्ता सबै किसिमका जोखिमहरूको व्यवस्थापन गर्न पर्याप्त नीति तथा कार्यविधि तर्जुमा गर्नुपर्नेछ। 11. जोखिम व्यवस्थापन सम्बन्धी मार्गदर्शन। इजाजत पत्र प्राप्त संस्थाको जोखिम व्यवस्थापनलाई सुदृढ बनाउन यस ब्याङ्कबाट जारी गरिएको जोखिम व्यवस्थापन सम्बन्धी मार्गदर्शन रिस्क म्यानेजमेन्ट गाइडलाइन्स लागू गरिएकोले उक्त मार्गदर्शनलाई समेत आधारको रूपमा लिनुपर्नेछ। 12. दबाव परीक्षण सम्बन्धी मार्गदर्शन। यस ब्याङ्कबाट इजाजत पत्र प्राप्त ब्याङ्क तथा वित्तीय संस्था स्वयंले तोकिएको दबाव परीक्षण मार्गदर्शन स्ट्रेस टेस्टिङ गाइडलाइन्स बमोजिम नियमित रूपमा दबाव परीक्षण स्ट्रेस टेस्टिङ गर्ने व्यवस्था कार्यान्वयन गर्नुपर्नेछ। सो मार्गदर्शन बमोजिम दबाव परीक्षण गर्ने सन्दर्भमा निम्न बमोजिमको थप व्यवस्था गरिएको छ। क. सम्बन्धित संस्थाले त्रैमासिक वित्तीय विवरणका आधारमा दबाव परीक्षण गरी त्यस्तो परीक्षणको परिणामबारे सञ्चालक समिति तथा उच्च व्यवस्थापनमा छलफल गर्नुपर्नेछ। ख. ग. त्यस्तो दबाव परीक्षणका लागि यस ब्याङ्कले तयार गरेको स्प्रेडसिट यस ब्याङ्कको सम्बन्धित सुपरिवेक्षण विभागको गैर स्थलगत महाशाखामा सम्पर्क राखी लिन सकिनेछ। घ. खण्ड ख बमोजिमको स्प्रेडसिटमा उल्लेखित दबाव परीक्षणसँग सम्बन्धित तथ्याङ्क एवं परिणाम प्रत्येक त्रैमास बितेको 30 दिनभित्र सम्बन्धित सुपरिवेक्षण विभागको गैर स्थलगत इकाइमा उपलब्ध गराउनुपर्नेछ।